हेलो वेलकम ब्याक टु माई न्यू भिडियो। के छ हाल खबर, कहाँदेखि हेर्दै हुनुहुन्छ? आज हामी चाहिँ हस्पिटल जान लागेको, थापाथली हस्पिटल फेरि। किन भन्दा छोरीको आज भ्याक्सिन लाउने दिन हो। त्यो भ्याक्सिन कुन भ्याक्सिन मलाई पनि थाहा छैन, तर मेरो श्रीमतीले थाहा कुन भ्याक्सिन हो। 10 विक्सको भ्याक्सिन हो, तर के को चाहिँ थाहा छैन। 10 विक्सको हो। ल आज 10 विक्स पुगेर आएछ भनेपछि हाम्रो 60 दिन मात्रै हो रहेछ। कहाँ हुन्छ 60 दिन? 60 दिनहरू छोडिदिनु के भन्छ मार्च 27, माघ 28, फागुन 28 1 महिना, चैत 28 2 महिना, 2 महिना नागेर आयो नि। 2 महिना अलिकति नागेर आइसक्यो हाम्रो छोरी जन्मेको। कहाँ 10 विक्सको अब यही बेलामा हामीलाई बोलाएको थियो, हिजो बोलाएको थियो खासमा भन्ने हो भने। अब हिजो आइतबार भयो नि त, आइतबार चाहिँ बिदा हुँदो रहेछ हस्पिटल पनि है, सरकारी हस्पिटलहरू पनि सबै बिदा हुने रहेछ आइतबार चाहिँ। शनिबार पनि बिदा, आइतबार पनि बिदा, 2 दिन चाहिँ बिदा। त्यसपछि सोमबार खुल्ने भएको कारणले आज हामीलाई बोलाउनु भयो हस्पिटलले पनि। त्यही कारणले आज सोमबार हामी चाहिँ छोरीलाई भ्याक्सिन लाउन जाँदैछ है। पुकुली म यहाँ हेर न कस्तो मजाले हेरेको है। हाँस्देऊ न मुसु मुसु मुसुक हाँस्ने तिम्रो बानीले मेरो मनैले मेरो जाने के पो हो बोले छोरी टुलटुल घरको पुगेछ। ल जाउँ अब लागौँ हस्पिटल लागौँ। छोरी कति रुनी हो आज, फेरि भ्याक्सिन लाउँदाखेरि लास्टै रुन्छ होला है, साह्रै रुन्छ होला आज। रोइ पनि लगाउनै पर्यो, रोगसँग लड्ने क्षमता छोरीको मजबुत बनाउनु पर्छ। त्यही कारणले गर्दाखेरि पनि छोरीलाई भ्याक्सिन लगाउन चाहिँ अहिले जान लागिरहेको हामी चाहिँ होइन साथीहरू। ल अब हामी लाग्छौँ पनि यहाँ। ल ल ल लागौँ लागौँ, हेलमेट चाबी हेलमेट। ल ल साथीहरू म उतै गएर तपाईँहरूलाई देखाउँछु है, उतै गएर म देखाउँछु तपाईँलाई। ल हेलो ठिक छ छोरीलाई। हेलो के पुकली संसार हेर्न छ त्यहाँ मम्मीलाई हेरेर पुकली कसले कसले हाँस्देऊ मिडियममा लाटा ल्याइदियो मम्मीले बाबालाई। सानो मम्मीलाई हेर न के भयो? आज नि दुख्छ है? रातभरि सुत्दैन होला आज नि है छानो लाउन लागिरहेको छ शरीरको दोस्रो 10 हप्ताको भनेको आज 12 हप्ता 12 हप्ता जति भयो। तैपनि 10 हप्ताको खोप यता देखाउनु न नानीलाई। यता हेर न जानु, यसले संसार हेर्न पुगिरहेको छ अनि उसलाई त भित्र चित्र देखिरह्यो अनि के हेरेर खोप लाउने ठाउँ चाहिँ हेर्नै मान्दैन उसले उता भित्र चित्र देखाएको छ नि त। दबाई चल्न थालिसक्यो बच्चाहरूको खोपले। त्यही भएर त म जहिले तपाईँलाई ल्याउँछु। मेरो पाला आयो। ल ल जानु ल, अनि जानु खाली हुने बित्तिकै जाने हो। घुमाइसक्यो जानु जानु बोलाउँदैन के। भिड व्यापक भिड छ आज, व्यापक भिड थापाथलीमा। यो आइतबार बिदा हुने सिस्टमले व्यापक भिड बनाएको छ। ल हेर्नुहोस् है, आइतबार र शनिबार बिदा हुने भन्ने सरकारको निर्णयले थापाथली हस्पिटलको हालतलाई हेर्नुहोस् त कति भिड छ। होइन यति धेरै भिड छ कि भनी साध्यै छैन। ल हेर्नुहोस् यहाँ, त्यो चाहिँ शनिबार र आइतबारको जुन यो तपाईँको भिडाम भिड भयो नि त, के अरे चाहिँ बिदा भयो नि त, सार्वजनिक बिदा। त्यस पश्चात यहाँको भिड यति धेरै छ। ल हेर्नुहोस् त, पालो पाइसक्दै छैन, ग्राहकहरू धेरै 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 मात्रामा छन्। यही हाम्रो गाड दाइ यहाँबाट गेट नम्बर 2 म निस्किन ला दादा। ल यताबाट यही साइड 50 गुम्बासी बस्ती पसक्कै फाँडे बालेन छालेरै हो। यही साइड हो। ल हेर्नु पसक्कै फाँडे यही साइड हो क्या, बालेन छाले भुट्टो पिठो बनाएर साडीको। अब
खाली भइसक्यो यहाँ कुनै सरकारले गर्न नसकेको काम बालेन शाहले 1 महिनाभित्रमा गरेको काम चाहिँ यही होला गच्चागच हारे खत्रै छ है। अब यो कामप्रति म चाहिँ है पूर्ण रूपमा समर्थन गर्छु मैले चाहिँ फेरि यो कामलाई। देख्न सक्नुहुन्छ साथीहरू यही भाग हो जुन बालेन शाहले फाँडिसकेको भाग हो। योभन्दा मभन्दा पछाडिको भाग सबै बालेन शाहले फाँडिसकेको भाग हो। यो पुरै फाँडिसक्यो होइन। अब म चाहिँ झोला बोकेर श्रीमतीको हिँडेको छु। पछाडि श्रीमती छ। अब यहाँ ट्याकेर आएर श्रीमतीलाई घर छोडिदिन्छु। खासै रोएन। अब दोस्रो हप्ताको रोयो त छोरी आज चाहिँ लास्टै रोइ हो त्यो लाभेर मात्रै त नि अब अहिले त राखेन नि त। छोरीलाई खोप पनि लगाइसक्यो। आज 10 हप्ताको खोप ला होला आउनु त 12 हप्ता भइसक्यो। ठ्याक्कै आजको 1 महिनापछि फेरि बोलाएको छ अर्को खोप लाउनलाई। अब आज बेलुका कति रुनी हो थाहा छैन, कति चिच्याउने हो थाहा छैन, केही सीमा अवधि केही छैन साथीहरू। अब म यहाँबाट जागिरमा पनि निस्किन्छु। 10:20 पनि गइसकेको छ। जागिर निस्किनु पर्छ। अलिकति ढिलो भइसकेको छ। मैले कम्पनीलाई इन्फर्म गर्न चाहिँ गरेको छु म अलिकति ढिलो हुन्छ आज छोरीको खोप लाउन जानुपर्छ भनेर। छोरी यता आनन्दले बसिया छिन् अहिले बस्न त होइन त श्रीमती ए बसिया छिन् बस्न त ए हो। यो तपाईँहरूले सक्नुहुन्छ ल हेर्नु सुकुम्बासी बस्ती केही छ त बाँकी धुलो पिठो बनाइसक्यो। यो थापाथली हस्पिटल हो। थापाथली हस्पिटल पछाडिको यो सिद्धिसकेको छ। अब अरूतिर नि काम गरिरहेछन् बालेन शाहले। तपाईँलाई बालेन शाहले गरेको कामहरू कस्तो लागिरहेछन् साथीहरू जस्तो लागेको छ त्यस्तै तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। सुकुम्बासी बस्ती हटाउनु राम्रो हो कि होइन तपाईँहरूको विचारमा के हो त तपाईँहरूले तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। त्यति साथीहरू म चाहिँ अब फेरि यिनलाई लिएर घरतिर लिएर घर छोडिदिन्छु। ठ्याक्कै छोरीलाई खोप लाएर घरै आइपुगेँ। ल हेर्नुहोस् है साथीहरू हातमा बुढीको झोला बोक्ने हो ए किन यहाँ बस्यो चाबी मिल्दैन कि ल निकाल्दा त चाबी त्यो छ। अब काममा जानु ढिलो भइसक्यो। फेरि अफिसको गाडी गर्छ। मैले हाम्रो हाकिम साहबलाई त बताएको थिएँ ढिलो हुने बित्दा अलिकति छोरीलाई खोप लाउनु पनि छ त्यही कारणले भनेको थिएँ भन्न त। अब कहिलेकाहीँ चाहिँ समयको पनि कम्प्रोमाइज अफिसले नि गरिदिन्छ। त्यही कारणले पनि कहिलेकाहीँ फेरि अफिसको ड्युटी बेलुकासम्म गरिदिन्छु कहिलेकाहीँ 7 बजीसम्म गरिदिन्छु। हिजो पनि 7 बजीसम्म गरे हो। अब आज 1 घन्टा म ढिलो हुँदैछु। म यो भिडियो मार्फत नै अफिसको सम्पूर्ण कर्मचारीहरूलाई म क्षमा याचना गर्न चाहन्छु, माफी माग्न चाहन्छु। म आज अलिकति ढिलो भएको छु। छोरीलाई खोप लाएर आउने ओर्दा गर्दाखेरि ढिलो भयो। म अब फर्किहाल्छु। म यहाँ बस्दा नि बस्दिनँ। 11 बज्नलाई 15 मिनट बाँकी छ। त्यो समयमा म मार्केट पुगिसक्नुपर्छ। मार्केटमा काम गर्न पुगिसक्नुपर्छ है। मैले कसैको नुनपानी खाइसकेपछि या अरू कसैले पनि कसैको नुनपानी खाइसकेपछि आफ्नो जिम्मेवारी, आफ्नो उत्तरदायित्व, आफ्नो कर्तव्यहरूलाई सही ढङ्गले निभाउनुपर्छ भन्ने चाहिँ मेरो पनि धारणा हो। त्यही कारणले साथीहरू म लागेँ अफिसतिर म लागेँ। छोरी पनि अब कति रुनी हो आज थाहा छैन, साँधी छैन है कान्छी। ल छोरीलाई एकदमै ख्याल गर है। रुन खोज्ने बित्तिकै छतहरूतिर लिएर जाने, यताउता घुमाउने गर है। त्यसरी गर। त्यसरी एकदम भुल्याऊ। यसो बाहिर पनि निकाल गेट बाहिर के धेरै रोइहाल्यो भने रुन सक्छ। दोस्रो खोप हो यो आजको है। 10 हप्ताको खोप आज लाउँदै हो। त्यही कारणले पनि रुन सक्छ, चिच्याउन सक्छ। सानो बच्चा हो बुझ्दैन, चेतना हुँदैन। त्यही कारणले पनि चिच्याउन सक्छ नि त होइन। तपाईँहरूको बच्चाहरू पनि खोप लाउँदाखेरि कतिको रुन्थ्यो तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोस् त। अहिलेसम्म चाहिँ रोएको छैन। अब दिउँसो या बेलुका रुन सक्छ क्या टाक्को छोडेर रुन्छ है। ल साथी हो म त लागेँ ए हुन्छ ल ल ल चिन्ता नगर म छिटै आउँछु। ल म लागेको है। ल सी यू।